हिजोको गेम के भएको जितेको भन्छ के जस्तो होइन। मेसीको फ्यानहरू अब जस्तो भिडियोहरू हेर्दाखेरि सबैको पोस्टहरू जितेको होइन के, हिजोको गेम भनेको जिताएको हो। यिनीहरूले आफ्नो गल्ती त देख्दैन नि। उनीहरूलाई त जसरी पनि जित्नु छ, लडेर हुन्छ कि रोएर हुन्छ कि चोरेर हुन्छ कि होइन। रेफ्रीलाई अब कति पैसा खुवाएको छ कुन्नी। अर्जेन्टिनाको अब मेसी चाहिँ लड्ने बित्तिकै उसको खुट्टामा अलिकति छुने बित्तिकै चाहिँ फल हुने होइन। ऊ इजिप्टले गोल हानेको थियो, गोल पनि दिएन। अनि इजिप्टको चाहिँ त्यत्रो के अरे फल हुँदाखेरि के हुँदाखेरि होइन कि पेनाल्टी अब समथिङ केही हुनु पर्थ्यो। त्यो रेफ्रीले के गरेको ल, अब हुँदा त्यो के भन्छ कोचलाई शुद्ध रेड कार्ड देखाइरहेछ। अब निन्द्रा खराब गरेर हेरे यार म्याचलाई यस्ता चुतिया। हुन त हो के, यो त्यतिकै दिँदा हुन्छ क्या अर्जेन्टिनालाई। यो वर्ल्ड कप चाहिँ अर्जेन्टिनालाई त्यतिकै दिँदा हुन्छ। त्यो इजिप्टको कोचले भनेको थियो नि यहाँ फेयर भएको छ होइन, गल्ती छ, यसरी हामीलाई दिएन, उनीहरूलाई मात्रै दियो। यो किन हामी के अरे यसरी नै दिने भए हामीलाई किन बोलाएको, त्यतिकै दिँदा भइहाल्यो अर्जेन्टिनालाई भनेको ठिक कुरा हो क्या। हिजोको गेम चाहिँ मलाई अर्जेन्टिनाको चाहिँ एकदम, अस्ति मलाई क्याबो भर्डेसँग पनि त्यस्तै लागिरहेको थियो होइन होला जस्तो लागेर, तर हो रहेछ। यो अर्जेन्टिनाको लागि चाहिँ अलिकति नाजुक हुँदै गइसकेपछि रेफ्रीले पुरै सपोर्ट गर्दो रहेछ क्या।